भिडियो हेर्दै हुनुहुन्छ मित्रहरू तपाईले तराईका फाँट अनि बेसी भन्ने सुन्नुभएको थिएन होला। बेसीका फाँटहरू चाहिँ यस्तो हुन्छ अनि घर चाहिँ निकै टाढा हुन्छ है। ऊ माथि पहाड माथि डाँडा काँडामा घर हुन्छ अनि घरदेखि धाएर खेती अलिकति 5 किलोमिटर 6 किलोमिटर 3 किलोमिटर 2 किलोमिटर लगभग हुन्छ। कोही 200 मिटर 300 मिटर टाढा हुन्छ। अलिकति तल लगाएर गएर घर बनाएर घरहरू गोठ बनाएर त्यहीँ तल बसिन्छ भने त्यस्तो ठाउँलाई चाहिँ बेसी भन्छ है। हाम्रो बेसीमा खेत छ, बेसीमा धान काट्न जानु छ, बेसीमा काम गर्नु छ भन्छ नि। कति भाइ बहिनीहरूले त यो बेसीको बारेमा बुझ्नु भएको हुँदैन। बेसी भनेको के हो भनेर भन्नुहुन्छ। बेसी चाहिँ अलिकति धाएर गर्ने त्यही ठाउँमा केही खानेकुरा पकाएर खाएर खाजा पानी खाने ठाउँलाई चाहिँ बेसी भन्छ है। बेसी भन्छ। पहिला यहाँ त खेतको बिचमा झोलुङ्गी पुल पनि बनाएको रहेछ। अब पहिला यो खोलाहरू खहरे भनेको पनि म भन्छु है। खहरे भनेको चाहिँ सदाबहार खोला होइन, बगिरहने खोला होइन। बग्न त बग्छ, सानो मचिएर आउँछ त्यो खोला। अनि बर्खा सिजनमा चाहिँ असार साउन भदौ असोजसम्म चाहिँ यो भेलबारी आउँछ। भेल आउने ठाउँलाई चाहिँ सट्टै बगाएर लान्छ। यो खतरनाक पनि हुन्छ। तर हिउँदो महिनामा पानी नपर्ने सिजनमा चाहिँ यो को डर त्यति हुँदैन। अनि त्यस्तोलाई चाहिँ खहरे भन्छ। खहरे खोला यो मर्ने चोला सुन हजुर दिल भयो खरानी सुन हजुर दिल भयो खरानी। यो चाहिँ बेसीमा बस्ने बेसी घर है। यसमा चाहिँ पानी पर्दाखेरि सुरक्षित रूपमा काम गर्नेहरूले खाजा पानी पकाएर खान सकिन्छ। यसलाई चाहिँ माथि निकै अलिक टाढादेखि धाएर बसेर गर्नेलाई चाहिँ बेसी खेत भन्छ है। बेसी टाढी खेत भन्छ नि। यस्तोलाई चाहिँ बेसीको टाढी खेत भन्छ। मजाले धान फलेको छ, एकदम राम्रो छ। अनि म यो बेसी गरी खेत छेउमा छु। म माथि जान आँटेको, कहाँबाट पो जाने बाटो पो छैन। यसो टिमुर बोके टिमुर पनि यतातिर हुँदो रहेछ। म यहाँ पनि बेसीको खेत, यहाँ पनि मजाले फलेको रहेछ। यो उको बोट उको त भने के को एभोकाडोको बोट। यसरी अब यो धानबारी माथि बाटोसम्म चाहिँ म निस्किन खोजेको। अब बाख्राखोर मजाको बनाउनु भएको छ। खोर्सानी लाउनु भएको छ। खोर्सानी डल्ले, यो त डल्ले त होइन, ठाडे। खोर्सानी ठाडे खोर्सानी ठाडे तिमी त रहेछौ नि लैलै भण्डारे ढाडे भण्डारे ढाडे। यसरी यहाँ बाटो लाउँथ्यो। अघि मैले कुरा गरेँ नि साथीहरू, पहिला चाहिँ धानलाई यसलाई बाँधेर अलिकति अनि लाउँथ्यो क्या, भाटाले बार्थ्यो भन्न खोजेको। यो मासको दाल, कालो मास। अब म बाटोमा निस्किन आँटेको छु। सायद बाटो कस्तो छ तपाईँहरूलाई बाटोको दृश्यहरू देखाउँदै जाँदैछु मित्रहरू। यो चाहिँ सायद सामा भन्छ। यो खेतको एउटा निकास पानी झर्ने एउटा एरियालाई चाहिँ सामा भन्छ। यो चाहिँ खेत भरिएर झर्छ पानी।
पानी झर्ने ठाउँलाई चाहिँ सामा भन्छ क्या। यो पानी झर्दैछ नि, देख्दै हुनुहुन्छ नि, यो चाहिँ सामा भन्छ है। कति आली, खेतका आली भन्छ यसले। आलीबाट पानी ओभरफ्लो भएर झर्ने ठाउँलाई चाहिँ सामा भनिन्छ है। बुझ्नुभयो मित्रहरू? मलाई धेरै बाठो भयो भन्नु नहोला है फेरि मित्रहरू। म मङ्सेबुङ गाउँपालिका अन्तर्गत जग्गामा आइपुगेँ है, पारी देउमै नगरपालिकाबाट। यहाँ पिच हुन लागेछ, बाटो राम्रो बनाउन लागेछ। यता उत्तर पूर्व गयो भने चाहिँ यो एकतपा, फलाटे, सिकारी भन्ज्याङ हुँदै माथि राके निस्किनुहुन्छ। यो बाटो चाहिँ साथीहरू, यो राके जाने बाटो। यता चाहिँ तपाईँ दमकबाट आउने एरिया हो है मित्रहरू। ल म पारी देख्दै हुनुहुन्छ नि, यो घरदेखि म चाहिँ अहिले बिहान हिँडेर आएको, निकै आइसकेँ। ल हस्, धन्यवाद।